मणि मन्दिरमा छु साथी पनि छन् अनि यिनको चाहिँ भाडामा नि पालो कि गाइज अब तिनले चाहिँ यहाँ मन्दिर सफा राख्न काण्ड गरे के काण्ड गरे अरे भन्दाखेरि खै के काण्ड गरे 1 महिनाको लागि भाडामा तेल राखन अब सफाउती गर्दै हेलो गाइज गुड मर्निङ वेलकम इन आवर न्यू ब्लग आइबजहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि त एकदम ठिक छु गाइज म चाहिँ चट्ट उठेर सुरुमा मुख धोएँ त्यसपछि मन तातो पानी पिएँ सदा जस्तै त्यसपछि चट्ट एक किसिमपछि नुहाइदै गरेर फ्रेस भएर अनि यो कोठामा छ चाहिँ अनि त्यही गाइज म चाहिँ आज यतातिर पहिला सुतेको कोठातिर आएको अनि यहाँ भ्लग भिडियो स्टार्ट गरेको अनि आजको मेरो डेली लाइफको स्टाइलको भ्लग यहीँबाट सुरु हुन्छ हजुरले अन्तिम समय हेर्नुहोला के कस्तो लाग्छ हजुरलाई बिहान उठेदेखि दिउँसो साँझसम्म सुत्ने बेलासम्मको र हजुरको मेरो एउटै हुन्छ कि फरक हुन्छ त्यो कमेन्टमा कमेन्ट गर्नु है त ल हजुरलाई मैले अगाडि देखाउँछु हेर्दै गर्नु अनि गाइज यस्तो छ वरिपरिको मौसम होइन घाम लाएर उहाँ चाहिँ टावर देख्नु होला लाइनको यस्तो उताबाट चाहिँ घाम लागेको मस्त यताबाट धुप सेक्दै आनन्द आहा गाइज आनन्द तातो मस्तको बिहानको साँच्चै भर्खर भर्खर उदाएको घाम हो खासै तातो पनि छैन नरम खालको छ मस्तको जाडा पनि सुरु हुन्ला नि त गाइज त्यही मेरो धुवा नै उडेको मेरो मुखबाट होइन त्यही हो गाइज फेरि अरूको धुवा नसोध्नु होला बाफको धुवा हो कि जाडोको चिसो आएर त्यही हो गाइज अनि गाइज आज चाहिँ इक्जामको तेस्रो दिन आज चाहिँ सामाजिक विषय हो होइन बाहिरले नि हजुरले नि पढ्नु होला नि त हाम्रो फेरि यो संस्कृतमा 3टा संस्कृत हुन्छ अहिले 11 कक्षामा हो नि त म भन्ने अनि फेरि 3टा चाहिँ बाहिरी विषय हुन्छ अनि त्यही हो त्यसैमध्ये सामाजिक अध्ययन तथा जीवनोगी शिक्षा कक्षा 11 हो न त्यही गाइज अब मैले पढ्छु हेर्दै गर्नु अगाडि गाइज इक्जाम सुरु भएको 3 दिन भयो आजसित अनि यस्तै चलिरहेको होइन अब इक्जाम नसक्ने बेलासम्म त यस्तै चल्छ मेरो दिन अब जे जस्तो चल्छ हजुरलाई अगाडि देखाउँछु हेर्दै गर्नु र यत्रो मान्छे बाँधेर बसिरहनु माथि चाहिँ जुनमा आउँदाखेरि मणि मन्दिरमा छु अनि उताहरूको हाम्रो क्लासको साथी पनि छन् अनि यिनको चाहिँ भाडामा नि पालो कि गाइज अब तिनले चाहिँ यहाँ मन्दिर सफा राख्न काण्ड गरे के काण्ड गरे अरे भन्दाखेरि खै के काण्ड गरे 1 महिनाको लागि अब बुझ्नु के काण्ड गरे आफैले 1 महिनाको लागि भाडामा तेल राखन अब सफाउती गर्दै लाहानी गाइजबाट लाहानी उसले मन्दिरमा मस्तो छ भाडाको दुर्दशा गाइज यस्तो फोहोर त्यहाँको पानी त्यहाँ झर्छ फोहोर जति गाइज उहाँ हजुरले सामान्य देख्न सक्नुहुन्छ सनसेट भइसकेको सामु बन्ला नि त गाइज आजको मेरो भ्लग यति नै जुन मेरो भ्लगको नाम छ जीवन मणि भ्लग जुन हजुरले अन्तिम समय हजुरलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मनबाट नै हजुरलाई मेरो भ्लग मन परेमा लाइक गरिदिनु च्यानल पनि चल्ने सब्सक्राइब गरिदिनु जसो हजुरले सेयर गर्नु होला हजुरको सानो सानो माया सपोर्ट गर्दा म हामीहरू सबैजना अगाडि बढ्न सकिन्न त्यही हजुरलाई दिन थप भएको फेरि भोलि नयाँ भ्लगमा देखाउँछु भन्दै त्यतिसम्मको लागि हजुरले इन्तजार गर्नु होला भन्दै यो भ्लगलाई एडिट गर्छु भन्दै लभ यु गाइज टेक केयर गाइज टाटा बाई गुड नाइट